हेलो एन्ड नमस्ते एभ्रिवान। सो आजको यो भिडियोमा चाहिँ हामी तोरासको यो हाम्रो ओइस्टर्न स्पिनियर सिरिज हाम्रो यो Q3 मा चाहिँ रहेको यो अरेन्ज कलर जुन चाहिँ हाम्रो लेटेस्ट एडिसन पनि हो, यसको बारेमा चाहिँ हामी क्लोजअप लुक अनि ह्यान्ड्स अन हेर्ने छौँ है त। ओके, सो अनबक्स गरिसकेपछि हामीले यस्तो यो तोरासको एउटा यो स्टिकर पनि पाउँछौँ, यो केस भइहाल्यो अनि प्लस हजुरले यो रिप्लेसमेन्ट बटन्स पनि पाउनुहुन्छ। यसमा रहेको रिप्लेसमेन्ट बटन्सको कलर चाहिँ एकदम युनिक खालको छ है त। ओके, अब केसको कुरा गर्नु पर्दाखेरि यसमा चाहिँ हाम्रो यो अरेन्ज प्याटर्नमा चाहिँ मजाको यो चाहिँ डट म्याट्रिक्स लुक्स चाहिँ यहाँनिर दिएको छ, एउटा प्याटर्न बिल्ड भएको छ। यहाँनिर पनि हजुरले हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो सेक्योर ग्रिपको लागि राखिएको छ है। इनर एन्ड आउटर लेयरिङमा चाहिँ हामीले डुअल लेयरिङको चाहिँ हजुरको यो प्रोटेक्सन पाउँछौँ। यहाँनिर सबैतिरबाट चाहिँ हजुरको एयर ब्याग्सहरू चाहिँ यहाँनिर प्रोभाइडेड छ इनर लेयरहरूमा पनि है। प्लस हजुरले चाहिँ यहाँनिर सेन्सर बटन कभरिङहरू पनि दिएको छ। अब सबैभन्दा राम्रो कुरा भनेको चाहिँ यसको एयर ब्याग्स नै हो होइन, जुन चाहिँ एकदमै फेमस छ। यहाँनिर चाहिँ हजुरले एयर प्रोटेक लेखिएको पनि छ र यो सबै कर्नर्सहरूमा चाहिँ मजाको हजुरको यो एयर ब्याग फर्म गरेको छ है त। अब फोनमा हालेर हेरौँ यो चाहिँ कस्तो देखिन्छ भनेर है। ल, मैले चाहिँ हाम्रो यो सिल्भर फोनमा चाहिँ यो तोरासको अरेन्ज कलरको चाहिँ यो केस हालेर देखाइरहेको छु Q3 मा चाहिँ है। अब यसमा चाहिँ हजुरले मजाको यो 360 रोटेटेबल स्ट्यान्ड पनि पाउनुहुन्छ, एकदम स्टर्डी एकदम फाइन फिनिसिङको साथ रहनेछ। यसमा चाहिँ सबै खालको म्याक्सिप एक्सेसरिजहरू पनि हजुरले युज गर्न सक्नुहुन्छ है त, कम्प्याटेबल नै छ। तोरासको ब्रान्डिङ यहाँनिर छ, यो क्यामेरा पोर्सनभन्दा टक्क मजाले माथि पनि उठेको छ। अनि प्लस हजुरको यो अगाडिको कर्नरिङ्सहरूबाट पनि सबैतिर चाहिँ मजाले हजुरको चाहिँ यो कर्नरिङ्सहरू चाहिँ रेस छ। सो म्याक्सिमम प्रोटेक्सन चाहिँ हजुरले यो केसबाट एक्सपेक्ट गर्न सक्नुहुन्छ। हजुरलाई पनि यो कभर चाहिँ मन परेको छ भने पञ्चकुमारी मोबाइल ल्याबलाई आजै सम्पर्क गरिहाल्नुहोस् है त।